हेलो गाइस, गुड मर्निङ, वेलकम ब्याक इन माई युट्युब च्यानल। आज म इलामको कन्याममा छु र आजको विशेष ब्लग चाहिँ कन्याममा रहेको एकदम ठुलो फ्याक्ट्रीको ब्लग गर्न गइरहेको छु। हेरौँ त्यहाँ कस्तो के छ। मैले पनि पहिलोचोटि धेरै वर्ष भयो नआएको, आज ब्लग बनाउन गइरहेको छु। हेरौँ त्यहाँको कन्यामको फ्याक्ट्री कस्तो छ र कहाँनिर छ तपाईँले देखाउँदैछु। मेरो च्यानलमा जोडिनु होला है त। र आज बिहान एकदम चिसो पनि छ र आज बिहानै म मर्निङ वाकमा आउँदाखेरि यहाँ ब्लग बनाउन मन पऱ्यो र ब्लग बनाउन गइरहेको छु। मैले पहिला पनि धेरै वर्ष अघि आएको थिएँ र मैले अब 4-5 वर्ष अघि आएको थिएँ। आज यहाँ आएको छु। हेरौँ ब्लग बनाउन गइरहेको छु। त्यहाँको फ्याक्ट्री कस्तो रहेको छ, त्यसको वरिपरि दृश्य पनि देखाउँदैछु कस्तो छ देखाउँदैछु। मेरो च्यानलमा जोडिनु होला है त। लेट्स गो। यो बाटोको दृश्य कन्यामदेखि मुनिको बाटोको दृश्य। चियाबारी एकदमै सुन्दर छ। हेर्नुहोस्, एकदमै धेरै चियापत्ती, टी प्लान्ट। र म जाँदैछु। हेरौँ करिब म पुग्न लाग्यो र म तपाईँको यहाँ दृश्य लिइरहेको छु कन्याम मुनिको। एकदमै सुनसान छ। हेर्नुहोस् न, शान्त छ बिहान। म चाहिँ यो बाटो हुँदै आएको, यो बाटो हुँदै आएको मर्निङ वाक र आज कन्यामको फ्याक्ट्रीको दृश्य देखाउन गइरहेको छु। एकदमै बाटो हेर्नुहोस् न, बाटो यस्तो छ। यो बाटो हाइवे होइन, जस्ट टी भेहिकल्सको लागि मात्रै हो, सानो सानो गाडीको लागि। यो चियापत्ती ओसार्ने गाडीको लागि मात्रै यो रोड बनिएको हो। आज घाम पनि खोइ लाग्ला जस्तो छैन। हेरौँ बाटोमा यस्तो छ। छेउछेउमा त घना जङ्गल छ त हौ। बाफ्रे, जङ्गल हेर्नु न, कत्रो जङ्गल छ। जोस् इलामको कन्याम एकदम सुन्दर छ। हरेक साल लाखौँ मान्छे घुम्न आउने गर्दछ कन्याममा। तर मैले बनाउने छु। तर आज चाहिँ म यहाँ कन्याममा रहेको एकदम ठुलो फ्याक्ट्री, टी फ्याक्ट्रीको दृश्य देखाउन गइरहेको छु। कस्तो छ यसको वरिपरि सबै पनि देखाउनु छ तपाईँहरूले। हो, कोला पनि रहेछ, जङ्गली कोला। बाफ्रे, कोलै छ त, कोलाको बोट। ठिकै छ। यहाँको दृश्य एकदमै सुन्दर छ। हेर्नु न, शान्त एकदमै। र जङ्गल चाहिँ धेरै रहेछ है। यहाँ अलैँची लगाएको छ। हेर्नुहोस् न, यहाँनिर ब्ल्याक गोल्ड भन्छ हाम्रो इङ्ग्लिसमा चाहिँ, खास इङ्ग्लिसमा चाहिँ कार्डमम भन्छ। तर यसलाई चाहिँ ब्ल्याक गोल्डको नाममा चिनिन्छ। किनकि ब्ल्याक गोल्डको नाममा किन चिनिन्छ भन्दाखेरि अलैँची एकदमै अहिले अलैँचीको डिमान्ड धेरै छ। हेर्नुहोस्, ब्ल्याक गोल्ड यो पूर्वतिर धेरै छ यो अलैँची, त्यसैले ब्ल्याक गोल्ड भनेको डिमान्ड धेरै भएर। सो 40 किलोको 1 लाखभन्दा बढी हुन्छ। हेर्नुहोस् न, ठिकै छ। फ्याक्ट्रीतर्फ फ्याक्ट्री त बन्द छ जस्तो, खै जस्तो छ। फाइनली म फ्याक्ट्री आइपुगेँ। यहाँ सबभन्दा पहिला माथि कन्यामको देखाउँछु अलिकति दृश्य। यो कन्याम बजार चाहिँ यो अलिकति माथि, यो अलिक देख्दैछ बिल्डिङ, पहिला बिल्डिङ हो यहाँदेखि माथि हो कन्याम बजार। फाइनली मैले फ्याक्ट्री आइपुगेँ। वाउ, फ्याक्ट्री यो टाढोबाट देखाएँ तपाईँले। एक्चुअली फ्याक्ट्री म धेरै वर्ष अघि आएको थिएँ, तर यहाँ आज चाहिँ यहाँ यसो ब्लग बनाउनु भनेर आएको। एकदमै कन्यामको सबभन्दा ठुलो फ्याक्ट्री यही हो। ल हेरौँ है, भित्र फोटो भिडियो लिन दिन्छु दिँदैन, भित्र गएर भ्यू लिनेछु। आइपुग्यौँ हो फ्याक्ट्रीमा। यहाँ दुईवटा बाटोहरू छ। योबाट बाटो उड्नु जाने, खोइ चियाकमान जाने बाटो होला। यो माथिल्लो बाटो लिनेछु म। यहाँ चाहिँ फ्याक्ट्री जान्छ।
पानीको मोटर रहेछ पानी रहेछ बाटोमा यार फाइनली फ्याक्ट्री आइपुग्यो हेर्नुहोस् त्यो माथि हेर्नु पोलमा कन्याम भनेर लेखेको छ तपाईँले यहाँ देखाइन्छ है देखिँदैन हो कन्याम त्यस्तै समथिङ के फ्याक्ट्री होला तर पोल अग्लो छ हेरौँ यहाँको कस्तो छ दृश्य फ्याक्ट्रीभित्रको गेट एन्ट्री भित्र वा फ्याक्ट्रीको वाओ फ्याक्ट्री त बबाल रहेछ नि फ्याक्ट्रीको बाहिरको गार्डन एकदमै राम्रो छ फुलबारी पनि रहेछ एकदमै ब्युटिफुल रहेछ फ्लावर यहाँ के छ नेपाल तथा संयुक्त अधिराज्यको सहयोगमा निर्माण गरेको यो फ्याक्ट्री चाहिँ नेपाल सरकारद्वारा सहयोगमा निर्माण गरेको छ यो चिया फ्याक्ट्री लेखिएको छ हेर्नुहोस् वीरेन्द्रको पालामा बनाएको छ हेर्नुहोस् वीरेन्द्रको पालामा लेखेको छ हिज मेजेस्टी किङ अफ वीरेन्द्र वीर विक्रम सहदेव बनाउने चाहिँ बनाएको 1985 रहेछ यो मार्च 1985 यो धेरै वर्ष भयो होस् हस् त अब अर्को पछाडि के छ यहाँनिर फ्याक्ट्री त चालु भइरहेको छ जस्तो लाग्यो तर यहाँ बाहिरको चिम्नी रहेछ बाफ्रे चिम्नी अग्लो राखेको छ होस् यो चिम्नी हो जहाँ फ्याक्ट्रीबाट भित्रबाट धुवा निस्केको यहाँबाट जान्छ चिम्नीबाट एकदम अग्लो छ यो चिम्नी हो स्मोक चिम्नी भित्रबाट पाइप लगाएर ल्याएको रहेछ जोस् यतापट्टि के छ टोइलेट होला सायद टोइलेट बाथरुम छ यहाँनिर फ्याक्ट्री हेर्नुहोस् फ्याक्ट्रीभित्रको चियापत्ती राख्ने यहाँ चाहिँ के छ कोइला कोइला रहेछ यहाँनिर चियापत्ती पोल्ने कोइला यहाँ दाउरा मुराएर राखेको छ चियापत्ती पोल्नलाई मुरा हेरेर चाहिँ चियापत्ती पोल्नलाई यहाँ पाउन बनाउनलाई मुराहरू राखेको छ एकदम ठुलो छ फ्याक्ट्री हेर्नुहोस् एकदमै मुरा दिएर छ हेर्नु न एकदम धेरै चाहिन्छ यो मुरा छ फ्याक्ट्री यहाँ हेर्नुहोस् एकदमै ठुलो छ पानी ट्याङ्की यताको दृश्य पनि हेरौँ है म धेरै वर्ष अघि आएको थिएँ आज धेरै वर्षपछि आयो यो चियापत्ती चढाउने ठाउँ रहेछ एकदमै ठुलो छ यहाँनिर फ्याक्ट्री हेर्नु तपाईँले देखाएको छ पहिला धेरै वर्षमा अघि थियो आज यहाँनिर मर्निङ वाक गर्दाखेरि आएको छु बाफरे ल अफिस रहेछ यतापट्टि क्वार्टर होला गेट दुईवटा गेट रहेछ यहाँनिर फ्याक्ट्रीको गेट क्वार्टर रहेछ यहाँनिर बस्ने क्वार्टर जियोस् अहिले त भित्र त अहिले एकदमै क्लोज छ यहाँ दाउराहरू राखेको छ हेर्नु पानी ट्याङ्की एउटा सोलर पनि राखेको छ यहाँनिर यो क्वार्टर रहेछ सोलर पनि राखेको छ यहाँनिर क्वार्टर र यतापट्टि कस्तो छ यहाँ मुनि पनि देखाउने छ है पछाडिपट्टि पछाडि दृश्य कस्तो छ फ्याक्ट्रीको यहाँ पनि यसो यहाँ पनि चाप चढाउने ठाउँ रहेछ त्यो यो अफिस रहेछ यहाँ ठुलो गेट छ त वा गेट त दुईवटा छ कि हो दुईवटा गेट रहेछ नि यहाँनिर फ्याक्ट्री एकदमै ठुलो छ इलाम जिल्लाको सबभन्दा ठुलो फ्याक्ट्री हो यो पुरानो गेट रहेछ वा एकदमै चियापत्ती बनाइरहेको छ नि यहाँ चिया बनाइराखेको छ चियापत्ती बनाइरहेछ यहाँ गेट रहेछ नि बाहिर जाने गेट आउट हुने गेट वा हेर्नुहोस् है ब्युटिफुल छ गेट हेलो साथी हो तपाईँलाई आजको मेरो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला र आज सम्पूर्ण कुरा तपाईँले मैले ब्लगमा हालिदिएको छु आज इलाम जिल्लाको कन्याममा रहेको एउटा ठुलो टी गार्डन मैले तपाईँलाई देखाइदिएँ र आज बाहिरको दृश्य पनि देखाइदिएको छु र मैले धेरै वर्ष पनि अघि आएको थिएँ र आज
5 वर्षपछि आएको छु यहाँनिर मर्निङ वाकमा भएर आएको छु र त्यतिकै अब यहाँनिर मेरो ब्लग छोटो ब्लग यहीँ राख्नेछु र यसमा दोस्रो चाहिँ कमेन्ट गरेर मेरो दृश्य कस्तो लाग्यो तपाईँले। अनि यहाँ त हेर्नुहोस् न अनुमतिले गर्दा पस्नु। हेलो साथी हो, आज म तपाईँलाई यो मेरो युट्युब च्यानलतर्फ के भन्न चाहन्छु भने यहाँको हाम्रो टी फ्याक्ट्रीको म्यानेजर भनौँ अथवा यहाँको डिरेक्टर भनौँ, उहाँले चाहिँ म यो सन्देश दिन चाहन्छु जसमा कि आज म यहाँ फ्याक्ट्री छिरेको थिएँ तर फ्याक्ट्रीमा चाहिँ गेट चाहिँ खुल्लै थियो, पुरा खुल्ला थियो, त्यसैले मैले अब भित्र छिरेको थिएँ। तर म चाहिँ के भन्न चाहन्छु भने तपाईँहरू यो डिरेक्टर भयो अथवा चियाको म्यानेजर भयो को हुनुहुन्छ अफिसरहरू, उहाँले चाहिँ के भन्नु चाहन्छु भने यो गेट बाहिर चाहिँ तपाईँहरूले चाहिँ बोर्ड चाहिँ राखिदिनु पऱ्यो जसमा कि अनुमति बेगर भित्र छिर्न पाइँदैन भनेर चाहिँ गेटमा चाहिँ इन्फर्मेसन एउटा नोटिस बोर्ड चाहिँ हुनुपर्छ भन्ने चाहिँ म यही मेरो युट्युबतर्फ जानकारी दिइरहेको छु। किनकि अब जस्तो भनौँ नयाँ मान्छेलाई यहाँ थाहा हुँदैन बिना अनुमति छिर्नु हुँदैन भन्ने कुरा, कहिले कहिले गेट त खुल्लै हुन्छ आजको जस्तै, त्यसैले मैले यो कुरा यहाँनिर इन्फर्मेसन दिन गइरहेको छु। र तपाईँले म यति चाहिँ भन्छु कि प्लिज तपाईँहरूले चाहिँ डिरेक्टर भयो जो हुन्छ अब म्यानेजर भयो यहाँको फ्याक्ट्रीको ओनर हुनुहुन्छ, उहाँले चाहिँ चाँडैभन्दा चाँडै यो गेट बाहिर चाहिँ नोटिस बोर्ड राखिदिनु होला। त्यसो गरेर चाहिँ सबैले सजिलो हुन्छ र राम्रो हुन्छ, किनकि कतिपय बुझ्ने हुन्छ कतिपय नबुझ्ने हुन्छ, त्यसैले थाहा हुँदैन। गेट बाहिर तपाईँ नोटिस बोर्ड राखिदिन्छ एकदम सजिलो हुन्छ, सबैले जानकारी पाउँछ र यति मैले मेरो तर्फबाट इन्फर्मेसन दिएको। हेलो साथीको, तपाईँले कस्तो लाग्यो? मैले सम्पूर्ण देखाइदिएँ इलाम जिल्लाको कन्याममा रहेको चिया फ्याक्ट्री एकदमै ठुलो छ, सम्पूर्ण मैले घुमाइदिएँ। तर भित्र चाहिँ मैले लगिनँ किनकि भित्र एकदमै क्लोज रहेछ र म चाहिँ अहिले गेट बाहिर छु, अब निस्किनु लागेको गेटदेखि बाहिर। र तपाईँले कस्तो लाग्यो आजको भिडियो? मेरो भिडियोलाई लाइक सेयर र कमेन्ट गरिदिनु होला र यस्तो प्रकार मेरो भिडियोलाई सपोर्ट गरिदिनु होला र यस्तो प्रकार नयाँ भिडियो रोचक भिडियो लिएर आउँदैछु। र यति भन्दै आजको मेरो छोटो एउटा ब्लगलाई कन्यामको चिया फ्याक्ट्रीको ब्लगलाई यहीँ राख्नेछु। दोस्रो चाहिँ नयाँ भिडियो लिएर आउनेछु। हस् त, बाई।